मोमोज यो चाहिँ चिकन मोमो यो चाहिँ पोर्क मोमो वेलकम ब्याक टु आवर च्यानल आज चाहिँ हामीले मोमो लिएर आएका छौँ अनि हामी मोमो बनाउँदैछौँ हेर्न सक्नुहुन्छ बन्ने अलरेडी प्रोसेसमा भइसकेको छ म चाहिँ यहाँ गोलो गोलो बनाउँदैछु अनि आज हाम्रो चाहिँ चिकन अनि पोर्क मोमो छ अनि फर्स्टमा चाहिँ हामी चिकनमा गइरहेछौँ किनभने गोलो गोलो गर्ने मान्छे गोलो गर्ने पार्टीमा अनि उता चाहिँ पिठो काट्नेमा अर्को एकजना मेम्बर पनि आउँदैछ है यहाँ तर एकजना मेम्बर चाहिँ मिसिङ हुँदैछ के भने सञ्जय त्यहाँ के अरे हाम्रो सब्सक्राइबरहरूले चाहिँ यहाँ हेरेर कमेन्ट गरिदिनु पर्यो रेस्टुरेन्ट गरेर कि भयो कि भएन भनेर हामी चाहिँ 5/5 दिन्छौँ यसलाई होइन रेटिङ तपाईँहरू पनि रेटिङ दिनु है कतिको रेटिङ दिनुहुन्छ आउट अफ 10 or आउट अफ 5 जति दिनुहुन्छ सदस्य पनि आएको छ हजुर कुन डिपार्टमेन्टमा जाने हो म खाने डिपार्टमेन्टमा जान तयार छु गाइज खाने डिपार्टमेन्ट छ कि छैन ल सबैले गेस गर्नु होला आज हाम्रो राजेश एन्ड मन्जिता किचनमा के बन्दैछ आइम स्योर इट्स भेरी इजी टु गेस स्पेसली अल द नेप्लिज भ्युवर्सहरूलाई होइन यो चाहिँ एकदमै फेमस इन्ग्रिडियन्ट्स हो जुन चाहिँ फेमस डिसमा जाँदैछ त्यो फेमस डिस चाहिँ इट्स काइन्ड अफ सरप्राइज दिस इज वाट वी आर मेकिङ टुनाइट आजको हाम्रो यहाँ हेड सेफ चाहिँ राजेश महर्जन हुनुहुन्छ हेडसेप म होइन आज त म त हेल्परमा परेछु हेल्परमा होइन अब के भन्न चाहनुहुन्छ आजको के बन्दैछ आज हल्का हाम्रो भ्युवर्सहरूलाई हल्का आइडिया दिनुहोस् त आज हाम्रो सबैजनालाई मनपर्ने मोमो भन्दैछ चिकन मोमो एन्ड पोर्क मोमो चिकन मोमो एन्ड पोर्क मोमो माई गड यहाँ किचन ह्यान्ड भएर काम गरेर आएको छ 4 जना होइन मेन हेल्पर यहाँ हुनुहुन्छ अनि उहाँ पनि मेन हेल्पर यहाँ सबै मेन हेल्पर म भिडियो खिच्ने चाहिँ साइड हेल्पर ल राजेश के अरे सन्जय के भन्न चाहनुहुन्छ यो चाहिँ आज चाहिँ खासमा मोमो खाने भएदेखि चाहिँ फ्रीमा काम हो मोमो नखाने भएदेखि चाहिँ 15 पर आवर भन्नुहुन्छ कतिवटा मोमोमा चाहिँ हजुर यो काम गर्न तयार हुनुभयो $15 पर प्लेट हो कि अनि अब 4 घन्टा काम गऱ्यो भनेदेखि चाहिँ 4 प्लेट खाना पायो अब 1 घन्टा जस्तो काम गर्छ कि अब बाहिरको चाहिँ पैसा दिनु पर्ला हो ठिक छ द्याट साउन्ड्स गुड अनि उहाँलाई चाहिँ कतिवटा मोमोमा बिक्नु भयो त हजुर यता चाहिँ कतिवटामा बिक्नु भयो हजुरले यो बेल्न थाल्नुभयो कतिवटामा बिकेर बेल्न थाल्नुभयो हजुरले म त यहाँ देखे जति सबैमा बिगिसके अब उहाँ त घरकै मान्छे होइन आफ्नो के यहाँ सबै के अरे उहाँ चाहिँ बिकाउने मान्छे उहाँ चाहिँ के अरे साउनी हेडसेपको साउनी मान्छे होइन म चाहिँ यो पेटले जति माग्छ त्यति एउटा मोमो पनि बिकेको है अब यो पेटले कति माग्छ आएर न हिजोदेखि खाएन कि मोमो खाने भएर प्रोभाब्ली धेरै नै माग्छ होला चाहिँ धमाधम अब मोमो हुँदैछ है एसी के भयो बुढी गर्नुभयो मोमो बनाउँदा गर्मी भएछ अब यहाँ झोल पनि हाम्रो रेडी भइसकेको छ है त यो चाहिँ अब मोमो बनाउनु सकेको छ यति चाहिँ केमा बाँकी भयो मोमो अब रेडी भएको छ मोमो चाहिँ रेडी भएको छ यता रेडी टु इन्जोय द फुड मोमो very very excited Momos. Never say no for momos. बस है त म तल बस This is chicken. Chow mein